हेलो मित्रहरू, नमस्कार। यहाँहरू सन्चै हुनुहुन्छ होला। विशेष मैले आज यहाँ कोरियाको यो विशेष ठाउँमा रहेको सुवनदेखि यहाँ वासायक नजिक रहेको स्टार फिल्ड बिल्डिङमा लिएर यहाँ आएको छु। अनि यहाँका विभिन्न किताबहरू चाहिँ यहाँ छ, तपाईँ देख्न सक्नुहुन्छ। सबै किताब हो है, यहाँ तलदेखि माथिसम्म, माथिदेखि तलसम्म तपाईँलाई अल राउन्ड नै देखाउँछु है। सबै किताब हो है यो चाहिँ। बाइ द वे यहाँ मानिसहरू चाहिँ बसेर यो किताब अध्ययन गरिरहेका छन्, माथिदेखि तलसम्म है। यो मैले राउन्ड अल राउन्ड है, देखि तलसम्म, माथिदेखि तलसम्म सबै अल राउन्ड किताबै किताब रहेको छ है। यहाँ विभिन्न पक्ष क्षेत्रमा लेखिएको किताबहरू रहेका छन् है। मानिसहरू यहाँ बस्ने, किताब पढ्ने गर्छन् है। देख्न सक्नुहुन्छ, यसरी पढ्ने, यहाँनिर यसको बारेमा अध्ययन गर्ने गर्छन् है। यो निकै ऐतिहासिक ठाउँ लाग्यो, त्यही भएर यो चाहिँ म तपाईँहरूलाई देखाउन मन लागेको कारणले गर्दा मेरो च्यानलमा जोडिनु हुने मित्रहरूलाई यो देखाउन मन लागेर मैले भिडियो बनाएको छु। अनि यो बिल्डिङको बारेमा, यो बिल्डिङ स्टार फिल्ड बिल्डिङ रहेको छ। स्टार फिल्ड कम्पनीले चाहिँ यो बिल्डिङ बनाइदिएको हो र 2024मा चाहिँ धेरैभन्दा धेरै मानिसहरूले यो ठाउँ भिजिट गरेका थिए, जुन चाहिँ एउटा विश्वमै एउटा रेकर्ड बनेको थियो। अनि मानिसहरू यहाँ विभिन्न तरिकाले रमाउने पनि गर्छन्, फोटो खिच्ने, रमाउने पनि गरेको हामी देख्छौँ है। यहाँ चाहिँ विभिन्न बुकहरू, किताबहरू, लाइब्रेरी रहेको छ। पुस्तकहरू चाहिँ यसरी राखेको छ, तपाईँ देख्न सक्नुहुन्छ। यो लाई माथिबाट पनि म तपाईँलाई देखाउँछु है, पक्नुहोस् है मित्रहरू। म एक तल माथि आएको छु, तपाईँले देख्न सक्नुहुन्छ है। इमेजिङ छ, हेर्नुहोस्। तपाईँहरू यदि कोरियामा हुनुहुन्छ भने सुवनदेखि सौल स्टेसन जाने बाटो एक स्टेसन अगाडि वासा स्टेसन रहेको छ। त्यहाँ ओर्लेर तपाईँ बाटो क्रस गरेर पारि आउनु देख्नुहुन्छ स्टार फिल्ड भनेर। अनि त्यहाँ त्यो बिल्डिङमा आउनुभयो भने चाहिँ तपाईँले चाहिँ यो ठाउँ चाहिँ भिजिट सजिलैसँगले गर्नु सक्नुहुन्छ। यहाँ प्रवेशको लागि कुनै इन्ट्री चार्जहरू केही लिइँदैन। अनि यो ठाउँमा चाहिँ तपाईँहरू चाहिँ भिजिट गर्नु सक्नुहुन्छ है त। मैले तपाईँहरूलाई यो जानकारी सहित आउन नसक्नुहुनेहरूले तपाईँहरूले पनि यहाँबाट अध्ययन गर्नु सक्नुहुन्छ है त। अनि यहाँ यो स्टार फिल्ड बिल्डिङमा चाहिँ यो विभिन्न कम्पनीहरूले आफ्नो कम्पनी राखेर पनि बसेका छन्। मित्रहरू यसरी यो पुस्तक पढ्ने, अध्ययन गर्ने, बुक यहीँ आएर पढ्ने, हाम्रो जना आमाले पढ्दै हुनुहुन्छ, लेख्दै पनि हुनुहुन्छ इतिहासमा भएको कुराहरू। अनि पढेर उनीहरूले यहाँ राख्नु सकियो, यसरी चाहिँ हामी देख्न सक्छौँ। 4 तलासम्म यो किताबहरू यसरी राखिएको छ। विभिन्न विधामा लेखेको किताबहरू देख्न सक्छौँ। ल फाइनली मित्रहरू, टपबाट पनि हामीले यो पुस्तक पसललाई राम्ररी अध्ययन गऱ्यौँ। यहाँबाट पनि देख्न सकियो। ल है त, यस्तै छ यो ठाउँ। अझै यहाँ धेरै कुराहरू छन्, अब कति खिचेर भ्याइयो, कति भ्याइएन। मित्रहरू यो चाहिँ यो स्टार फिल्ड बिल्डिङको माथि छत रहेको छ। यहाँ चाहिँ खेतबारीहरू हामी यसरी देख्न सक्छौँ। अनि यहाँ चाहिँ गार्डनहरू पनि देख्न सक्छौँ हामी। यो अहिले त यो बहरी लगाएको छ, पछि यो हरियालीमा
पुरै हरियो हुन्छ। यहाँदेखि तल हेर्ने भने कहाँ यसको ग्राउन्ड तल बाटो छ खासमा, कहाँ हो अब यो तपाईँ यसरी विकास भएको देख्न सक्नुहुन्छ। अलिकति पानी परेको छ ठाउँ। तपाईँ सुन्न सक्नुहुन्छ यो ढुङ्गा होइन नि, यहाँ बज्दैछ स्पिकर हो, ढुङ्गाहरू बजिरहेको छ। यो पुस्तक सङ्ग्रहालयबाट तल ग्राउन्डतिर हामी झरिसकेका छौँ। यहाँ गार्डन पनि रहेको छ, एकदम ब्युटिफुल गार्डन, सानो ब्युटिफुल गार्डन रहेको छ। तपाईँले देख्न सक्नुहुन्छ है भित्रहरू। यो स्टार फिल्ड जस्तै आकारमा बनाएको बिल्डिङ हो। यहाँ पनि एउटा सानो गार्डन रहेको छ। यो आकारबाट हेर्दा हामी यस्तो देख्न सक्छौँ। गार्डन मित्रहरू, यही बिल्डिङ रहेको छ। यो स्टार फिल्ड बिल्डिङ हो। यो चाहिँ स्वान स्थित स्वानबाट सौलयोकतिर जाने अर्को स्टेसन भाषा स्टेसनदेखि पारी क्रस गर्नु भएपछि यो ठाउँमा आउन सक्नुहुन्छ। तपाईँलाई म यो ठाउँ देखाउन पनि सक्छु है, जुम गरेर। भाषा स्टेसनबाट पारी क्रस गर्नु भएर यहाँ हुँदै यता आएर अनि यो ठाउँ चाहिँ हामी भिजिट गर्न सक्छौँ। अनि यो 8औँ तलासम्म रहेको छ। त्यसमध्येमा बिचको 4, 5, 6, 7, 8 तलासम्म चाहिँ तपाईँको पुस्तक सङ्ग्रहालय रहेको छ। त्यो ठाउँ भिजिट गर्न सक्नुहुन्छ। र विभिन्न कुराहरू रहेका छन्। विभिन्न ब्रान्ड कम्पनी, तपाईँले सुनिराख्नु भएको ब्रान्ड कम्पनीहरू पनि छ। उनीहरूले आफ्नो ब्रान्डको सामानहरू आफ्नो कम्पनी बनाएर यसरी बेचिरहेको पनि भित्र पाइन्छ। र धेरै राम्रो ब्रान्डेड सामानहरू पनि, कपडाहरू लगायत थुप्रै कुराहरू हामी पाउन सक्छौँ। अनि तपाईँ यो ठाउँ भिजिट गर्न सक्नुहुन्छ। तपाईँहरूलाई यही जानकारी दिन चाहन्छु भन्दै हेरिदिनु भयो, तपाईँलाई धन्यवाद। र स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् अनि खुसी रहनुहोस् भन्दै, सपोर्ट पनि गर्दै गर्नुहोला भन्दै यो भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु। सबैलाई धन्यवाद।